होइन हौ कस्तो जाडो जाडो भएको हो। ओहो नि आज त यो भोलि त सङ्क्रान्ति भयो अरे है। भोलि सङ्क्रान्ति भएपछि आज अब सङ्क्रान्ति अघिल्लो दिन भोलि अलिक गाह्रो गाह्रो हुन्छ सबै कुराहरू तयार गर्न। आजै तयार गर्नुपर्छ। अब सेल पकाउने होइन, सबै सामग्रीहरू चाहिँ तयार गर्ने। अब आजै तयार गर्ने हो। सङ्क्रान्ति अघिल्लो दिन पऱ्यो होइन, पौषको चाहिँ 30 गते आज अन्तिम दिन पऱ्यो सङ्क्रान्तिको। यहाँलाई पनि सबै यो मकर सङ्क्रान्तिको सबैलाई शुभकामना पनि छ होइन। त्यसको साथमा अब सङ्क्रान्तिको एउटा चाडपर्व त मनाउनै पर्छ। त्यसो हुनाले अब यसरी घाम तापेर मात्र भएन, अब लाग्नु पऱ्यो, तयारीतिर लाग्नु पऱ्यो अब है। अब हामी सेल पकाउनुतिर जान्छौँ, सबैले हेर्नुहोस् है त। ल अब हामी लाग्दैछौँ। यो सेल पकाउनु यहाँ माथि सुरु गरेको छैन, तयारी गर्दै गरेको छ। त्यो आगो गरेको छैन। हामी तयारीमा अगाडि बढ्यौँ सेल पकाउनुको लागि होइन। यो माथि त एकदम भद्रगोल छ। यहाँ गएन मस्तै गाह्रो परेर आयो। यही बेला चाहिँ कत्रो आगो लागेको आजै फेरि यहाँ पकाउनु लाग्यो होइन। यसो माथि कक्षीमा चाहिँ यसो मजाले पकाउने तेल भर्खरै हालेको छैन र हावाले बस्यान दिएन अझै फेरि हो। गाह्रो परेर ल्यायो। अब कहाँ तयार गर्ने होला भन्ने कुरो लागेको छैन। यस्तो मस्तै गाह्रो परेर ल्यायो। अब यसलाई छुट्टै अर्कै बनाउनु पर्ने स्थिति आयो। हेलो, यहाँले देख्नु भएको होला होइन। अहिले भर्खरै हामीले रोटी पकाउँदैछौँ। भोलि चाहिँ माघे सङ्क्रान्ति हो। भोलि नभ्याइनु भएको हुनाले आज नै सकाउँ भन्ने हिसाब किताबले चाहिँ रोटीलाई चाहिँ आजै गरेको छैन। अब के गर्नु, अब आफूले खाने हो। त्यसो हुनाले आफैले पकाउनुपर्छ भन्ने त्यसले चाहिँ यहाँ पकाउँदैछौँ सेल रोटी। भोलिको माघे सङ्क्रान्ति आज हामी सेल पकाउँदैछौँ। तर कहिले काहीँ वर्षमा एकचोटि पकाइन्छ होइन। त्यस हुनाले पनि होला अलिक सेल राम्रो चाहिँ छैन, त्यही पनि यसो मिलाएर खानुपर्छ भन्ने लागेको छ। यता चाहिँ ठिक हुँदैछ। अब अझै बनाइदिन्छु, यसले मात्रै हुँदैन। भयो भैँस आफै गर्दा हुन्छ होला नि। भैँस आफै गर्दा हुन्छ नि। लु गरिसकेको छु। कुरा यो कुरा यही दाउरा चाहिँ नभ्या यही दाउरा चाहिँ कुरा यो कुरा हेर्नु हेर्नु तपाईँको यति धेरै कुरा यो कुरा। हेलो वेलकम हजुर वेलकम। रोटी पोलेर चाहिँ त्यहाँ कुरा दिँदैछ। अहिलेको चाहिँ भएर अहिलेको चाहिँ ज्यान डुटुरे मात्रै भइदियो, तर हुन्छ कस्तो राम्रो आयो चिटुक्कै भयो है। ह्याप्पी मकर सङ्क्रान्ति 2082। यहाँहरू सबैलाई भिडियो हेरेर
कमेन्ट गरिदिनुहोस्। भिडियो हेर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद। र अझै पनि लास्टमा पनि ह्याप्पी मकर सङ्क्रान्ति धेरै धेरै शुभकामना।